हजुरको फेरि हाम्रो सुरु भइसकेको छ बेनीसम्मको यात्रा। गाइज हाम्रो गाडी आइसकेछ है त, गाडी आइसकेछ होइन। हामी चाहिँ त्यही बोलेरोमै जानुपर्ने, कारमा गएको थियो है, कार आएन। सो हामी चाहिँ अब यही बोलेरोमा जानुपर्ने होला जस्तो देख्छु होइन। एकदमै म पनि तयार भएर आइसकेको छु होइन। के हुँदैछ? मलाई भोमिट आउँछ, म अगाडि बस्छु है त। स्ट्रबेरी सोलुको लोकल खचाखुम त कस्तो लाग्छ है यो स्ट्रबेरी भन्ने। यो फाप्लेमा उत्पादन भएको सरहरू मैले रोपेको। खास यो काँचै खाने हो कि पाकेर खाने हो? काँचै, पाकेको त खानै हुँदैन, पकाएर खाने हो यो। हाम्रो गाडीको यात्रा यहाँसम्म मात्र हो, यहाँबाट चाहिँ हिँडेर जानुपर्ने हुन्छ। देख्न सक्नुहुन्छ यो राम्रो भ्यू यहाँबाट हामीले देख्न सक्छौँ एकदमै। फोटो हाम्रो सबैले मलाई फोटो खिच्नुहुन्छ, एकदम यहाँ आउनु पऱ्यो नि सर होइन, होइन मान्छे आउनु पऱ्यो नि त। थ्याङ्क यू सो मच चन्द्र सर। अनि हेलो, एकदमै यता आएर चाहिँ मैले भुल चाहिँ गरिनँ है। कहाँ भुल गर्नु र, यति राम्रो ठाउँ रोड बफर पिच भएर। अनि तपाईँको यो त हाम्रो नेपालको एकदमै रहेछ नि त, विकसित यहाँ भइसकेछ नि त। हेर्नुहोस् तपाईँको सल्लेरीमा भएको छैन, तर यो फेलिङ गुम्पा जाने बाटो ठ्याक्कै यो पर्छ होइन। यता माथि जाने होइन, कता थुप्तेन छोलिङ मोनास्ट्री। ओके, बुझिराख्नु होला गाइज। बाटो गोविन्द सर, बाटो कता अरे? बाटो हामी फुकमुसे जाने यता थुप्तेन सेलिङ गुम्बा जाने उँभो। हामी फुकमुसे पुगेर हामी थुप्तेन सेलिङ हुँदै हामी फेरि जुनबेसीसम्मको यात्रा लागेर हामी हाम्रो गन्तव्य सल्लेरीमै पुग्ने छौँ हामी। ओके, यो जानकारी गराउँदै हामी यो ह्यान्डसमले पनि चस्मा लाउँदै रे क्या, गोविन्द सरले चस्मा लाउनुहुन्छ र बाटो पनि एकदमै ध्वस्त गर्नुहुन्छ। यो बाटो दुईतर्फी भएको कारण हामीलाई अलिक कन्फ्युज भइरहेको छ होइन। तर पनि हाम्रो एकजना गाइड हुनुहुन्छ, एकदम मोस्ट ट्यालेन्टेड गाइडलाई हामी पर्खिरहेको छौँ अहिले होइन त जित सर? एकदम मलाई चाहिँ मन परिरहेछ। तपाईँले दिन पो कसलाई चाहनुहुने हो? हाय हाय, इतना सुकून। ल म खुसी एकदमै। हे गाइज, आज चाहिँ हाम्रो मिसले मलाई यो फुल दिनु हुने अरे लास्टमा। एकदम मेन्सन भने ब्युटिफुल मिस म्यामहरू एकदमै एनर्जीका साथ हेरिराख्नु भएको छ। फुङमचे मोनास्ट्री एन्ड फुङमचे स्कुल। ओ माई गॉड, अब यहाँबाट सिधै सोचे जस्तो केही हुँदैन यार। झूठ बोलो, बार बार झूठ बोलो। रमाइलो हुँदैन भनेको खेलमै रमाइलो भइदिन्छ। हेलो, यो यसरी यो टिप्नु हुँदैन नि, फुल थाहा छैन? देखा आपने लापरवाही का नतीजा है। अर्को दिन फेरि अर्को साथीहरू आउनु होला, त्यतिखेर नि के हेर्नुहुन्छ? अच्छा,
हमको सिखा रिया भिडियोले हुँदैन त अनि नेचुरल भनेको हुन्छ नि त ल गाइज अब प्रमितालाई मैले एकदमै फुल चाहिँ नटिप्न अनुरोध गरेको तर पनि मान्नु भएन हैन एकदम यस्तो सजेसन चाहिँ म राख्ने गर्छु कि ओके यता पनि मेरो गल्ती भयो गाइज सो धन्यवाद हामी स्कुलबाट अब निस्किएर चाहिँ हामी फेरि गुम्बातिर लागिरहेको छौँ होइन यहाँबाट चाहिँ हामी सरर गुम्बातिर मोडिरहेछौँ गुम्बा यो एकदमै पदयात्राको लागि पनि एकदमै रमणीय ठाउँ रहेछ बाटो एकदम राम्रो छ है अनि यहाँको भ्यू पनि एकदमै लोभ लाग्दो छ देख्न सक्नुहुन्छ वास्तवमै मलाई आज एकदमै रमाइलो लागिरहेको छ होइन यो ठाउँ अनि त्यहाँ यसको यता वातावरण अनि यो हरियाली ठाउँ आमा कति लोभ लाग्दो छ होइन त अवश्य पनि तपाईँहरूलाई पनि मन पर्यो भन्ने आशा चाहिँ छ होइन हाम्रो 16-17 जनाको टिम देख्न सक्नुहुन्छ एकदमै रम्दै देख्नु भएको छ एकदमै सबै भन्यो भने चाहिँ यो ठाउँले नै हामीलाई एकदमै यो रमाइलो ठाउँ चाहिँ हामीलाई एकदम रमाइलो तुल्याइरहेको छ होइन लगभग हामी गुम्बा आइपुग्नै लागेका छौँ हजुर तलबाट आएको फाइनली हामी आइसकेका छौँ गुम्बामा हामी एकछिन गुम्बा यहाँनिर फेरि तत्काल हामी झर्ने छौँ यता पनि चिन्नु पर्ने प्रसाद धन्यवाद Hello. मेरो नि छ एकदमै भेरी ह्याप्पी फ्रेस मिल्क चर्स धन्यवाद अब हामी फेरि निस्किसकेका छौँ हाम्रो यहाँ गुम्बा आएर के हो त्यस्तो वाह सर मेरो त एउटा मात्रै बाँकी रह्यो नि सर सकियो त बिस्तारै खानुपर्छ नि सबै पाएर खुसी रहेछ नि त हजुर सबैजनाले पाएर है एकदम सबैजना खाँदै हिँडिरहनु भएको छ हैन म नि खाइदिन्छु है त एकदमै अब चाहिँ बिस्कुट खाँदै ओह्रालो झर्दै हामी चाहिँ बिस मिनट जति जङ्गलको हिँडाइ पछि हामी फेरि पूर्ण बस्ती आइसकेका छौँ के भन्छ रे यो बस्तीको नाम यो ओहो हामी गुम्बा छेउ आइसकेका छौँ होइन
पानी कति नुहाएर खानै पर्छ थुप्टेन्चोलिङ गुम्बा अब चाहिँ हामी हाम्रो गाडी छोडेको ठाउँमा जाँदैछौँ होइन गाइस अनि त्यहाँबाट चाहिँ हामी अब सल्लेरी फर्किने छौँ अब चाहिँ सबै हामीले थाहा वाह 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 हामी एक राउन्ड पारेर ठ्याक्कै आउँदा अघिकै बाटो आइपुगेका छौँ अघि जाँदा यो बाटो तर अहिले फर्किँदा यो बाटो हामी फर्किएका छौँ होइन ठ्याक्कै एक राउन्ड पारेर हामी अघिकै ठाउँमा आइपुगेका छौँ चन्द्र सर आजको हाम्रो यात्रा कस्तो रह्यो तपाईँले यसो दिनुहोस् न त तपाईँको भनाइ यो चाहिँ नि यात्रा एकदमै महत्त्वपूर्ण रह्यो मेरो लागि चाहिँ सायद मलाई लाग्छ यो यात्रा हाम्रो टिमको नै एउटा महत्त्वपूर्ण क्षण जस्तो लाग्यो किनभने सायद मेरो जिन्दगीमा म चाहिँ पहिलोचोटि यो ठाउँको अनुभव लिँदैछु है हेर्नुहोस् हजुर सर एकदमै यो चाहिँ नि एकदम अहिलेलाई हेर्दाखेरि बौद्ध धर्मावलम्बीहरूको मात्र देखिन्छ हेर्नुहोस् तर यो चाहिँ एकदम सांस्कृतिक धार्मिक हिसाबले चाहिँ यो सोलुखुम्बु जिल्लाको मात्र नभएर नेपालको चाहिँ एउटा महत्त्वपूर्ण टुक्रा रहेछ है जोस् हाम्रो यो यात्रा एकदम महत्त्वपूर्ण रह्यो धन्यवाद है हस् र उपलब्धिमूलक पनि भयो हाम्रो एकदम आज टाइमको सदुपयोग पनि भयो अनि साथै यो ठाउँ गाउँ घुम्न पाइयो होइन एकदमै राम्रो दृश्य छ तपाईँ पनि एकचोटि अवश्य पनि भिजिट गर्नु होला भनेर अनुरोध पनि गर्न चाहे होइन हजुरलाई गाह्रो होला मेरो गाउँ डिलिसियस अहिले चाहिँ हामी सल्लारी फर्किरहेका छौँ यो चाहिँ फर्किँदाको दृश्य हो टिफिन टाइम चन्द्र सर टिफिन टाइम भयो यो झोला खुस के छ देख्छु खाजा खान निस्क्यो है त यो माथि बस्नु भयो गाडी भाडा हाम्रो जित सरले कलेक्ट गर्दै हुनुहुन्छ दिइसक्यो यता कमला हो हजुर तिरियो होइन त मजाले यता तिरियो त पैसा उधारो चाहिँ राख्नु हुँदैन नि फेरि तपाईँले यो कुरा चाहिँ बुझ्नुहोस् स्क्यानवाला मान्यता हुने छैन यहाँ क्यास एकछिन फोटो खिच्नु पर्ने हुन्छ कि